आजको लागि यो भिडियो सबैजनाको लागि हो जसले सिरिज हेर्नुहुन्छ जसले सिरिज हेर्नुहुन्न जसले एनिमी हेर्नुहुन्छ र वान पिस भन्ने एनिमी हेर्नु नै भएको छैन र जसले वान पिस त नामै सुनेको छैन भने पनि तपाईँहरूको लागि हजुरहरूको लागि सबैजनाको लागि हो होइन। र मैले फर्स्ट भिडियोमा प्रिभियस भिडियोमा भनेको थिएँ म वान पिसको डिटेल भिडियो ल्याउने छु भनेर। र यदि तपाईँहरूले फर्स्ट मेरो प्रिभियस भिडियो हेर्नु भएको छैन भने डिस्क्रिप्सनमा तल दिएको हुन्छु, चेकआउट गर्नु होला, या त च्यानलमा पनि चेकआउट गर्न सक्नुहुन्छ। र यस आजको भिडियो थम्बनेल र टाइटल हेरेर थाहा पाइ नै आउनु होला, द रिजन वाइ यु सुड वाच वान पिस। यो सिरिजको मेन कुरा भनेकै एडभेन्चर क्या। अब हरेक ठाउँ जान्छ होइन, हरेक ठाउँमा गएर के नयाँ क्यारेक्टर भेट्छ, नयाँ क्रिउ भेट्छ होइन। सुरुमा त यस अफकोर्स सुरुमा राम्रो त्यस्तो खतरनाक त लाग्दैन, बट त्यस बिस्तारै जति तपाईँ माथि एपिसोडहरू हेर्दै जानुहुन्छ नि वर्ल्ड बिल्डिङ अभियसली यस्तो खतरनाक हुन्छ होइन, बवाल लाग्छ। र यस स्टोरी पनि एकदमै खतरनाक हुन्छ, जति माथि जानुभयो त्यति स्टोरी खतरा भइहाल्छ। र यस एडभेन्चर एन्ड वर्ल्ड बिल्डिङ ओपी छ, लाइक सिरियसली यो ब्याकग्राउन्डमा हजुरहरूले हेर्ने भइरहेछ होइन, यस्तो खतरनाक वर्ल्ड बिल्डिङहरू। किनभने यो 90s को एनिमी हो, सो यस सुरुमा अलिकति एनिमेसन चल्नुपर्छ हजुरहरूले, बट आफ्टर 200 एपिसोड जस्ट 200 एपिसोड एनिमेसन इम्प्रुभ। र 500 एपिसोड पछि त अभियसली एनिमेसन त अब्बर हाई लेभल छ, बबाल हुन्छ। बट या सुरुमा तपाईँहरूले चल्नु पर्ने हुन्छ। क्यारेक्टर नो एनी क्यारेक्टर आर युजलेस क्या। यो एनिमीमा हजुरले कुनै क्यारेक्टर पनि युजलेस भेट्नुहुन्न क्या, हरेक क्यारेक्टरको इम्पोर्टेन्ट रोल हुन्छ क्या। सायद मेन क्यारेक्टर हो, चाहे साइड क्यारेक्टर हो, चाहे त्यो स्टोरीमा नआउने क्यारेक्टरै होस् न, सबै इम्पोर्टेन्ट हुन्छ। यो एनिमीमा मलाई मेन खास कुरा के दामी लाग्छ भने यदि 100 एपिसोडमा एउटा क्यारेक्टर देख्नुहुन्छ अरे होइन, र त्यो क्यारेक्टर फेरि 400 एपिसोडमा देखाइदियो अरे कस्तो लाग्छ हो। यही हो यो एनिमीको बेस्ट, मलाई बेस्ट लाग्ने भनेको यो एनिमीको यस क्यारेक्टर। र यति धेरै क्यारेक्टर छ कि हजुरले चुज नै गर्न सक्नुहुन्न क्या। अब एउटा क्यारेक्टर 100 एपिसोडमा एउटा क्यारेक्टर आउँछ, त्यो हजुरलाई फेभरेट लाग्न थाल्छ। 200 एपिसोड कटाउनुहुन्छ फेरि अर्को फेभरेट लाग्नुहुन्छ, होइन अब 400 कट्नुहुन्छ फेरि अर्को, अर्को धेरै नै क्यारेक्टर फेभरेट हुन थाल्छ होइन। त्यो अभियसली यो क्यारेक्टरहरू दामी लाग्छ, क्यारेक्टर डेभलपमेन्टहरू पनि दामी छ। स्टोरी लाइन के छ भने सुरुमा एउटा अभियसली मेन क्यारेक्टर लुफी मङ्की लुफी हुन्छ, जसको ड्रिम हो किङ अफ द पाइरेट। र एक दिन लुफीले एउटा राम्रो गुड पाइरेट स्ट्रङ पाइरेट भेट्छ, जसको नाम हो साङ। त्यो तपाईँहरूले यो स्पोइलर होइन, फर्स्ट एपिसोडमै भनिहाल्छ यो। र साङ्सलाई भेट्छ र साङ्स स्ट्रङ पाइरेट हुन्छ, र साङ्सले आफ्नो ह्याड लुफीलाई दिन्छ र भन्छ यो ह्याड मलाई फर्काइदियो जब त खतरा हुन्छ, जब खतरा पाइरेट्स बन्छेस् भनेर भनेको हुन्छ। र त्यति बेलै लुफीलाई अझै मोटिभेसन आउँछ पाइरेट्स बन्न। र वान पिस यो एनिमीको नाम होइन है, फेरि वान पिस एनिमीको नाम भनेर सोच्नु भएको होला, बट अभियसली नो, वान पिस ट्रेजर हो क्या। यो ट्रेजर के हो भने अब यो हजुरले एनिमी हेरेपछि थाहा पाइहाल्नुहुन्छ। वान पिस चाहिँ यस्तो एउटा किङ अफ द पाइरेट, पहिला फर्मर किङ अफ द पाइरेटले छोडिदिएको हुन्छ क्या वर्ल्डमा, र यही वान पिस खोज्नलाई हरेक पाइरेट्सहरू जोर्नीमा जान्छ क्या। त्यही लुफीको ड्रिम पनि त्यही हो, वान पिस भेटाएर किङ अफ द पाइरेट्स बन्नु हो। वान पिस भेटेपछि नै किङ अफ द पाइरेट्स बन्छ। सो वान पिस इज अ ट्रेजर एनिमीको नाम पनि हो। सुरुमा तपाईँहरूलाई लाग्छ कि यो के खालको भिलियन यार, यस्तो घटिया भिलियन त मैले अहिलेसम्म देखाएको थिइनँ भन्नुहुन्छ कि, तर जति अगाडि जानुहुन्छ नि भिलियन खतरनाक लाग्छ। वान पिसमा पावरको कुरा गर्ने भने एकदमै ब्यालेन्स। डेभिल फ्रुट्स भन्ने हुन्छ, एउटा डेभिल फ्रुट्स हुन्छ र हाकी हुन्छ। हाकीको कुरा नगरौँ, डेभिल फ्रुट यस्तो हुन्छ, धेरै खालको हुन्छ क्या फ्रुट हुन्छ, जसले आफ्नै पावर होल्ड गर्छ क्या। अब यो एउटा मैले डेभिल फ्रुट छ होइन, डेभिल फ्रुट मैले रबर डेभिल फ्रुट खाएँ अरे होइन। अब यो रबर डेभिल फ्रुट अरे मैले यो रबर डेभिल फ्रुट खाएँ, अब मसँग रबरवाला पावर आउँछ क्या, टङ्किने खालको पावर आउँछ क्या। त्यो हो, त्यस्तै हुन्छ। मेन क्यारेक्टरको पनि त्यही पावर हुन्छ। र यसको डिसएडभान्टेज पनि छ। डिसएडभान्टेज के हो भन्दाखेरि स्विमिङ गर्न सकिँदैन क्या।
अब यो फ्रुट खाएपछि स्विमिङ गर्न सक्दैन। अब पाइरेट्सलाई त स्विमिङ गर्न कति इम्पोर्टेन्ट त थाहा नै छ, पानीमा जानुपर्छ होइन, अभियसली गाह्रो हुन्छ। त्यो कसरी सर्भाइभ गर्छ त्यो पनि हेर्न एकदमै दामी लाग्छ होइन, बवाल लाग्छ, फन्नी पनि लाग्छ, हेर्नु दामी लाग्छ। जति माथि पछाडि जान्छ त्यति खतरा खतरा डेभिड फ्रुट युजरहरू पनि आउँछ। र डेभिड फ्रुट मात्रै, यसमा डेभिड फ्रुटको मात्रै कुरा पनि हुँदैन, स्वॉर्डम्यानहरू हुन्छ, स्वॉर्ड युज गर्नेहरू हुन्छ, लेग फाइट हुन्छ, त्यो फायर युज हुन्छ, त्यो यस हेर्नु बवाल लाग्छ। इमोसनको त के कुरा गर्न यार, सिरियसली यो एनिमीमा यस्तो च्याड पाउँछ नि। अझै नन लिभिङ थिङ्स थाहा छ, नन लिभिङ थिङ, त्यो नन लिभिङ थिङसँग रुनुहुन्छ क्या। त्यो किन अब त्यो म अभियसली स्पोइलर दिन्न। र यस थ्याङ्क यू थाहा छ नि, थ्याङ्क यू अरिगाटो भन्छ जुन जापानिजमा, त्यो थ्याङ्क यू भन्दाखेरि तपाईँ रुनुहुन्छ क्या, अरिगाटो भन्दा रुनुहुन्छ। अब त्यो किन म त्यो अभियसली त्यो भन्दिनँ, त्यो हेर्नु होला। र वान पिसमा डाइलगहरू पनि यस्तो दामी लाग्छ होइन, डाइलगहरू यस्तो क्रेजी हुन्छ। र क्वेट्सहरूको त कुरै नगरौँ, वान पिसमा अब डार्क क्वेट्सहरू हुन्छ र इमोसन क्वेट्स पनि हुन्छ। お前らには俺は殺せねえよ。よう、人はいつ死ぬと思う？心臓をピストルで撃ち抜かれた時？違う。不治の病に侵された時？違う。猛毒キノコのスープを飲んだ時？違う。人に忘れられた時さ。वान पिस हेर्दाखेरि होइन कुन डाइलगहरू हुन्छ जुन मान्छेहरू अभियसली एडिक्ट हुन्छ क्या, त्यो वान पिस हेरिसकेपछि, वान पिसको फर्स्ट 300 एपिसोड पछिसम्म हेरिसक्दाखेरि र वान पिसमा होइन म्युजिकहरू पनि लास्टै दामी छ क्या, स्याड छ, इमोसन छ होइन। जुन अहिले मैले युज गरिरहेको छु ब्याकग्राउन्ड म्युजिक सुनिराख्नु भएको होला, यो वान पिसकै हो क्या, लास्टै स्याड छ होइन, दामी लाग्छ। र वान पिस हेरेपछि थाहा पाइ नै हाल्नुहुन्छ। र वान पिसमा आर्क भन्ने हुन्छ क्या, आर्क भनेको अब एउटा कुनै ठाउँको पुरै स्टोरीहरू हुन्छ, एडभेन्चर हुन्छ होइन, फाइट हुन्छ। र एउटा यस्तो आर्क छ होइन जुन 400 देखि 500 को बिचमा छ होइन, त्यो आर्क यति खतरा छ होइन। वान पिसको वान अफ द ग्रेटेस्ट मोमेन्ट, आइकोनिक मोमेन्टहरू सबै छ क्या, सिरिजको होल एनिमी हिस्ट्रीको आइकोनिक मोमेन्ट नै त्यही छ क्या, बबाल छ क्या। किन भन्दाखेरि यहाँ म लिस्ट देखाइदिन्छु होइन, लिस्ट हेर्नु, आइएमडिबी रेटिङ हेर्नु भने हरेक एपिसोडको आइएमडिबी रेटिङ हेर्नु होइन, छक्क पर्नुहुन्छ क्या, त्यस्तो खतरा छ क्या। टाइम टु क्याच अप, यस टाइम टु क्याच अप। किन भन्दाखेरि यो वान पिस अहिले 3 महिनाको ब्रेकमा छ क्या, 3 मन्थ ब्रेकमा छ। यो एनिमी अब अप्रिलमा आउनेछ। वान पिसको अभियसली 1150+ एपिसोड छ। दिस इज द टाइम क्या, दिस इज द टाइम यु क्यान क्याच अप टु अस क्या। किनभने वान पिस अहिले ब्रेकमा छ र आजदेखि सुरु गर्नुभयो भने वान पिस क्याचअप गर्न सक्नुहुन्छ क्या। त्यो हेर्नु होला, दामी छ, बबाल छ, खतरा छ। छिटो गर्दै हेर्नु होला। दिनको हजुरले 2टा 3टा 4टा गर्दै हेर्नु क्या, दिनको एउटै मात्रै हेर्नु भने पनि हुन्छ क्या। हेर्नु हजुरलाई थाहा नै हुँदैन क्या, एडिक्ट भइसक्नुहुन्छ क्या। एउटा एपिसोड हेर्दै जानु एडिक्ट भइहाल्नुहुन्छ। खतरा लाग्छ क्या, स्टोरीहरू यस्तो दामी लाग्छ। म सुरुमा भन्छु, सुरुमा यदि हजुरले खतरा एनिमेसन, खतरा स्टोरी होइन हेर्दै आउनुभएको छ भने यो एनिमी हेर्दा सुरुमा स्लो लाग्न सक्छ, बट यस दामी छ। मलाई त त्यस्तो केही स्लो लागेन, मलाई त बबाल लागेको छ। सुरुदेखि हेर्दा फर्स्ट टाइम हेर्दै मलाई क्रेजी लागेको थियो। जसले वान पिस हेर्नुहुन्छ नि, वान पिस सक्नुहुन्छ नि, हजुर यस्तो लक्की फिल गर्नुहुन्छ कि वान पिस मैले हेरेँ, वान पिस हेर्न पाएँ भनेर लक्की फिल गर्नुहुन्छ क्या। जुन हेरेपछि थाहा हुन्छ, हेर्नेलाई पनि थाहा नै होला। यदि जसले हेर्नु भएको छ प्लिज कमेन्ट डाउन गर्नु होला। वान पिस हेर्दा हजुरको कस्तो एक्सपिरियन्स भएको थियो कमेन्ट डाउन गर्नु होला। र यदि हजुरले वान पिस स्टार्ट गर्नुहुन्छ भने या सबमा हेर्नुपर्छ होइन, डबमा हेर्दा पनि हुन्छ, बट या सबमा हेर्नु होला। र सबमा किन भन्दाखेरि अभियसली ओरिजिनल आवाज नै राम्रो हुन्छ, ओरिजिनल साउन्डहरू नै राम्रो हुन्छ। वान पिस यस्तो एनिमी हो हजुरले 1000 एपिसोड हेर्नै पर्दैन क्या।
500 एपिसोड, जस्ट 500 एपिसोड। एक चीज मैं गारंटी के साथ बोल रहा हूँ, जब तुम 500 एपिसोड कंप्लीट करोगे, आई रिपीट, जब तुम 500 एपिसोड कंप्लीट करोगे, वन पीस तुम्हारा फेवरेट बन जाएगा। 1000 एपिसोड देखने की जरूरत नहीं, बस 500 एपिसोड, वन पीस विल बी योर फेवरेट विदाउट एनी डाउट। ワンピースは実在する जसले वान पिस ओभर लामो छ, कहिले हेर्नु भन्नुहुन्छ नि, यत्रो हेर्दा त बुढो भइन्छ होइन, त्यो कहिले मेरो करियर खान्छ भन्नुहुन्छ नि। गांड मराओ अपनी, तुम बहन चो तो रील ही देखो। आजको लागि यति नै। यदि हजुरले यहाँसम्म भिडियो हेरिराख्नु भएको छ भने भिडियो मन परेमा लाइक सेयर गर्नु, र यो एनिमी हजुरले हेर्नु भएको छ भने आफ्नो अनेस्ट ओपिनियन दिनु, र यस सी यु अन नेक्स्ट भिडियो।